कति सालको मान्छे हजुरको शुभ नाम के पर्यो? मेरो नाम जगबहादुर मगर। अनि तपाईँ यहाँ के अरे कति सालमा जन्मनु भएको? 3 साल। 3 सालमा। अब यो खारपामा पहिला कस्तो थियो, अहिले कस्तो लाग्छ तपाईँलाई? पहिले जस्तो अहिले के हुन्थ्यो र अहिले त अब समय त दिनबार उही हो। मान्छेको लोभ बढ्यो। मान्छे बढ्यो, लोभ बढ्यो। लोभ बढ्यो। यहाँ मान्छे पहिला को धेर बस्थ्यो अनि के कस्तो थियो मगरहरू? अहिले को छ, कस्तो छ अहिले? पहिला को थियो धेरै? पहिला त हाम्रो हजुरबा अलैखै धनी नि। है धनी थिए। मेरो हजुरबाको नाम रामु हो। रामु पिछाकोटे मगर हो। हजुर। अनि त्यसपछि अर्को पछि बाउहरू थियो, बाउहरूको पनि होइन। अनि यो खारपा गाउँमा चाहिँ बढी को थियो? पोखरेलहरू को? पोखरेल डाँडा गाउँमा पोखरेलहरू बढी हो। तल्लो गाउँमा मोहन सिम्पानी खोटाङ हो। अहिले मोहनको बाउ र मोहन हिँडेपछि अलिक कमी भयो। मोहन भनेको के? मगरहरू। ए मोहन मगर। त्यसपछि यहाँ पोखरेल र मगरहरू नै होइन? अघि तपाईँ भन्दै हुनुहुन्थ्यो नि के हो, यहाँ एउटा उसले आएर हप्काएपछि सबै के बाहुनहरूले हप्काएपछि तुरुक्क मुतेर कुद्नु पर्ने। ए जब मगरलाई पनि नत्र के गर्थ्यो? मगर राई सबैलाई हप्काएर काम खान्थ्यो। ए उनीहरूको काम उनीहरूले बोलाएको बेलामा जानुपर्ने? नपुगेमा के गर्थ्यो? नपुगेमा अनि धुरी च्यातिदियो अनि बसाइ खेद्दियो। ए बसाइ खेद्ने है? उहिलेको चलन। कति वर्षसम्म त्यो चल्यो होला? कति सालसम्म? त्यो झन्डै 30-35 वर्षसम्म चल्यो होला। त्यहाँबाट त अनिखेरि मुद्दामा जितेको यो बारी सबै। ए उनीहरूसँग मुद्दामा भनेपछि यो कति सालको कुरा होला? 20-30 सालसम्म यो चल्यो? मतलब 2020-30 साल, 7 साल पछि पनि चल्यो? 20-30 समयमै मुद्दा चलेर अनि बाहुनले जित्नु सकेन र बाहुनहरू बसाइ गए। ए यहाँ बिस्तारै उनीहरूको हैकम नचलेपछि बसाइ जाँदै गए। ठाउँमै छोडेर हिँडे। अहिले बाहुन पोखरेल जति यिनीहरू सबै हो यहाँ। अनि मगर जति कहाँ गए? मगर पनि कोही विराटनगर गए, कोही उमा काठमाडौँमा छ। अहिले भोट माग्ने यो काठमाडौँबाट आएको ठुलो उपप्रधान बलबहादुरको छोरो जया उठिरहेछ। ए पहिला उपप्रधानको छोरा हो? कलम काठीमा उठिरहेछ। ए अनि यहाँ अहिले कसलाई भोट दिने भन्दैछ? के छ भोट पहिले